टु माई च्यानल भन्नु त मिल्दैन। हेलो गाइज, सो चाहिँ हामी चाहिँ घुम्न जानु लागि केटाहरू छ, केटाहरू रेडी छ, सब रेडी छ। अब चाहिँ हामी यहाँबाट चल्न लाग्यो, बाटो पर्दो त्यही हो, बाइक निकाल्नु लाग्दैछ चट्ट बुलेट हान्छ साइको भने के गरेर पर्छ हौ त्यहाँ। ए फोनमा बोलेर बसिरहेको क्यानमा हालिदिनु भन्यो क्यान भाइ मर्रा फोटो रे रोक न एकछिन यार पर्दैन भन जाने भन्नुभयो टाइम गर्छ छिराउ न मेकअप गरेर बस्यो क्या किस्ने मामा ठिक छ नि। तपाईँ त मेरो भ्लगमा आइरहन्छ क्या अब कन्टिन्यू, तपाईँहरू कन्टिन्यू भन्नु पर्छ। निस्किँदै ह ल ल हिँड्नु हिँड्दैछ ल त्यो केटाहरू हिँड्दैछ कोहीमा सङ्गत त गर्दैछ क्या यहाँ केटाहरू चाहिँ अहिले सबैजना होइन बसिसक्यो ल पारा ल एउटा बाइक थपिसक्यो अहिले चाँडा भयो। अहिले एकैछिनपछि दुइटा थप्छ ट्याक्क 6वटा हुन्छ अनि चट्ट मान्छे कतिजना हुन्छ अरे 12जना नि 6वटा बाइक कतिजना हुने त्यो ठिक छ दाइ यार। अनि त्यहाँबाट तपाईँहरूले खानसानो खानुभयो भएन ए कहाँ अहिले चाहिँ सब भएर आएको नि ए साथी भाइ त्यो खाइन खाएको मैले गुन्द्रुक भेडो पावर 24 आवर्स। अब हामी जाँदैछु बाई बाई। अनि बिक्री गरेर हामी त्यो मध्ये आइदिनुपर्छ क्या हामी ल पुलिस धरि हेरिदिन्छ भने लाम निस्क्यो हामी है कोही म्याकी लस्कारै निस्किँदै आज कमाल आयो त्यो निस्किसक्यो गाडी अगाडि पछाडि सर्ट चिल पारामा पेट्रोल डाल्नु पऱ्यो नि पेट्रोल है। एकछिन हामी पेट्रोल पम्पमा रोकेछौँ, हामी एकछिन पेट्रोल पम्पमा चाहिँ केटाहरू पेट्रोल हाल्दैछ। सँगसँगै हिँडिरहेको छ। अब डर पनि लाहा अब मामाले झ्याम समातेर ल्याम हान्छ त्यसो लगाइरहेको छ। के हो अनि लास उताइन्छ त बुलेट टपेर औडै हानिदिन्छ त औडै हानेर गइदिएको त यार औडै बताइदियो भने कि हानी त्यस्तै ल ए उहाँ चाहिँ त फेरि अब यताबाट गल्ली त छिरायो बताइदियो आइए सनका तोड़े पूरा ओ भाई आना समुद्र रे हेलो यो तार को छोड़ा दे यार कहाँ बने यार बुढाहरू चुरोट खाएर रहेछ गाई चाहिँ यार यहाँ अन्डीहरू देखाउनु न गाई चाहिँ यार के भन्नु म कहाँसम्मको यात्रा थाहा छैन है तर हामीलाई हामी काकबेनी कि काकबेनी के भने काकबेनी या स्क्रिन हाम्रो यता मिटिङ हुँदैछ यता होइन दोस्तहरू सबैजना जस्तै बाटो थाहा हुँदैन अरू भन्नु नि स्क्रिन
मुर्रा हान्यो अलि निस्किहा त केटी एउटा यस्तो के अरे गर्ने अनि त्यो त खडै हो यहाँनिर अनिल ल्यायो नि त्यस्तो गरेर अनिल म के त मदन मदन कस्तो भइरहेको सुता होइन मैले खानु भने खाँदा चुरोट कहाँ मैले खाँदा चुरोट तर यत्रो जनामा सबजना सुध्रियो है दुईजना बिग्रियो कससँग अहिले 4-2 जना पनि बिग्रेन हो फेरि त्यसरी बिग्रेर नहिँड्नु तपाईँ अब सुतेरमा के पानी मान्छेहरू त सिम्पल देख्छ हल्का त्याग्यो लाज लाग्यो कसो त्यसमा चाहिँ मजा आउँदैन यो कुतामा चाहिँ बुलेट बिग्रेर कुन मजा आउँछ के खाँदै हामीलाई हो अहिले चाहिँ रसलान भड्का हो होइन चिया खाएर अहिले हामी चिया खाँदैछ सबैजना केटाहरू होइन चिया खाँदैछ यता चिया खाँदैछ सबैजना भन न त्यो अहिले चाहिँ यसो किसिम गफसप भयो हाम्रो पुस्किन बेला भयो है बाबाहरू है पुस्दिन्छु म त्यसरी गरिदिनु सही बिर्स चिया ओब्बर 84 त्यहाँको अहिले केटाहरू सबैजना आइसक्यो अब चाहिँ हिँड्न लाग्यो ल हिँडौँ 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 पिसाब फेर्ने ठाउँ हो त्यहाँ पिसाब फेर्ने ठाउँ हो त्यसरी पिसाब फेर्ने हो अब चाहिँ लाइन ल केटाहरू चल सक्नुहुन्छ कस्तो बबा लाग्यो लामो मेरो मोबाइल अब यस्तो हो मजा आयो नि भाइ अब 5 किलोमिटर रे ओ जीवन सुने है बैक म्यूजिक क्या कराइदिरह भने किराहरू त यार साइको यस्तो भने कि यति डर लाग्यो भने मामा यस्तो हामीले कुदाइदियो यार बाइक थियो लास्ट औडा चलाउनु भने कि बाइक थियो औडै भने कि पल्सर तानेन क्या अहिले पल्सर तानेन है जीवन पनि यसमै हाल्नु क्या हाल्दिएँ म जीवनमा भन्नु माथि यहाँ ब्यारिक छ पुलिस छ यहाँ हिँड्नु कुदाएर हिँड्नु कुदाएर ल लास्ट भाइ साधु तानी ताली चाहिँ अब नचलाऊ होइन थाहा होला नि दाइ के हो भनेर त्यसलाई यार मलाई त म त रोइदिनु पर्छ क्या केटाहरू त्यहाँ क्युमा छ बाटो छ कि छैन भनेर बाटो त अब टिभीमा बाटो त अरे चलपल यस्तो यहाँ बाइक चाहिँ हामीले यहाँ टक्कर राखेको सब लाइनमा छ ल अब चाहिँ यसो हामी पसलतिर यसो जानु पऱ्यो म त सिकेर जस्तो हामी हिँड्दैछौँ फाइनल त्यो मेमोरी फुल भयो क्या आइया मा सिलाउली
हामी झर्ना आइपुगिसकेको छौँ सक्नुहुन्छ झर्ना आएको कुदैछ यहाँनिर छैन झर्ना आएको कस्तो रमाइलो भइरहेको आमा सातो लग्दै कस्तो रमाइलो भयो कुमार दाई कस्तो भइरहेको कुमार दाई कस्तो फिल भइरहेको चस्मा लगाएर टक्क दामी दामी फिल भइरहेको रमाइलो रमाइलो ल ठिक छ हामी पनि हिँडिरहेको छौँ यता फाइनली टक्क आएर होइन यहाँ दिदीहरू आन्टीहरू सब हुनुहुन्छ ए यसो हामी चाहिँ अहिले यहाँ ग्रुप फोटो केटाहरूसँग ग्रुप फोटो खिच्न लगाइरहेको छ हामी यहाँ केटाहरूसँगै ए ग्रुप फोटो हान्न लाग्यो ग्रुप फोटो ल अहिले एकैछिनपछि फोटो हानेर भेट्छौँ हामी चाँडो पो त भाइ यार चाँडो भयो चाँडो अहिले चाहिँ हामी यहाँ सबैजना ग्रुपै बसेर चाहिँ चट्ट यसो हान्दैछ मालपानी बनाउँदै केटाहरूले खोल्दैछ अनि ल कस्तो चेतैतिर एक्सट्रिम हो क्या एनर्जी तँहरूलाई पख भन्ने मैले चाहिँ बिस्कुट पनि छ है पढ्नु न यता सबैजना बसेर खाँदैछ हामी पनि खाँदैछु कतिको रमाइलो भएको गाइज भल भा खोइ एकचोटि मुर्रा खाइदिउँ न मुर्रा ओइ खाएर तागत अहिले चाहिँ अब फेरि यहाँ तल बसेर खाजा खायो अनि अहिले चाहिँ हामी हिँड्दै हो अब फेरि माथि अब मोमो खाने भनेको केटाहरूले पेट चाहिँ ड्याममै भइसक्यो तर पनि माथि गएर खाने ठिकै छ अब जाउँ के हुन्छ हो कि त्यसो मामा हो ल मुर्रा गन्तव्य आइपुग्यो गन्तव्य ल अब यहाँको त बन्द गरिसक्यो कता यहीँ बाहिर राखिदिनु पऱ्यो के यो यतापट्टि राखिदिनु भने अनि त्यति छोडिदिने त्यो सब कतै राखिसक्यो लोद उडाइदियो भने कि लोद उडाइदियो कि ल ल यसो हामी चाहिँ अब यतातिर फेरि अब हल्का नास्ता गर्नुपर्ने चाहिँ छ हामी यहाँ अब अघि नै हामी अरू देर गएको यहीँ हो नि यहीँ भनेर गएको यो यहाँ ट्याक्कै यो गाउँलाई चाहिँ के भन्छ ल यो गाउँ नुवाकोटी हो आमा भन्छ ए आमा भन्छ कि के भनेको थियो अब ल केटाहरू बस्यौँ त ल पारा खोइ कस्तो कस्तो आए त्यस्तो भन्नुहुन्न नि होइन त्यस्तो भन्नु मिल्छ तितेपाती कि त्यो घाउ भयो नि त घाउ भएर चाहिँ त्यही भएर ऊ त्यहाँनिर खुट्टामा भयो अरे त्यही भएर तितेपाती हो कि के हो माडिरह ल उतापट्टि केटा हो ल आरामले खाम है आनन्द तालले है ल अहिले कति बज्यो होला यहाँ ट्याक्कै हाम्रो फोटो आउँदा स्कुटी 7 बजिसक्यो अब मोमो खाना लाउँदैछ बेलुकाखेरि नसोना मात्र भयो यसो गर्दा हात चाहिँ मलाई दिउँ है म धेरै नै खान्न होला कस्तो हाल नाक त लासा होला हजुर केको मासु राँगाको होला खानुहुन्न र मुर्राको खान्न र
कहाँ त खान्छु खसी खाँदिनँ त्यसो त मैले पनि खान्न नि ट्राई गरेँ त्यही खसी बाख्रा केही खान्न यहाँ अलिक केटाहरू आइसक्यो अब चाहिँ अलिक राति भएन अलिक झ्याउै छ अब चाहिँ हिँड्न लाग्यो अब यहाँ पछि यो डाँडा हुँदै जाने यो डाँडा पुरै हुँदै जाने यो अझै बाँकी छ ल चलौँ हिँड्यौँ बिस्तारै ल अब चाहिँ हामी हिँडेको आधाले ध्यानमा हालिदियो त्यो टोपी लाउनु बिर्सिरहेको छु एकैछिन स्किलमा लाइनले केटाहरू पार्रा मुर्रा आउ मुर्रा मलाई थाहा अन्धकार पर्छ अहिले अन्धकार अँधेरो पुरै अँधेरो झर्ना नाइट झर्ना यो चाहिँ नाइट झर्ना केही देखाएन कि ल केही छैन मुर्रा हामी अब मुर्रा बाइक तँ लाइनले चाबे पुग्नु लाग्यो अहिले चाहिँ अब यहाँबाट अलि टाढै हो अहिले पनि केटाहरूलाई भेटेको छैन कहाँ भेट्छ थाहा पनि छैन अब अन्ध कहाँ गएर बस्छ अब थाहा छैन अब गरौँ नपर्छ छैन के हुन्छ अब हेरौँ अझै भेटेको छैन केटाहरूलाई होइन हालिरहेको अब बिस्तारै हिँडिरहेको थियो कहाँ पुग्यो थाहै छैन अब कहाँनिर भेट्छ कुरेर पनि बसेको छैन अहिले त अघि जाँदाखेरि कुर्दै हिँडेको थियो अहिले त आफ्नो पनि सुरुमा हिँड्दै कि अब तरा भइरहेको छ अब कतिखेर भेट्ने अझै पनि ओह्रालो झर्दै हो कि डाँडा सकै छैन डाँडा त छिटो तर पनि ओह्रालो झर्दै हो होइन त मामा दुईजना मात्र होइन अहिले हामी पछाडि तनाव ल राम्रोसँग जानु दाइ ल केटा है ल केटा ल अहिले चाहिँ उनीहरू चाहिँ अहिले आउँछ हामी चाहिँ अब यहाँबाट चाहिँ अब छुट्टिनु लाग्यो हामी ल दाइ राम्रोसँग आउनु ल ए राम्रोसँग आउनु रे हजुर छ यो फोटो खिचेर लानु त कहिले भेटघाट हुनु रे भइरहनु पर्छ नि होइन राम्रोसँग जानु इन्जोय त हिँड्यो होइन लास रमाइलो भयो भने होइन बाटो पनि यति टाढा हो र भने होइन टिचर लगेर स्क्यान गरेर होइन मेरो च्यानलको नाम त थाहा भयो होला नि टिके 100 त्यसमा गरेर ल ज्याकेट त्यहीँ आऊ त्यही होटेलमै हुन्छ हामी त्यहीँ बसिरहन्छ कि होटेल पो भन्दैछु यहाँ त यार ल किचन पछि आउँछ नि हामी चाहिँ अगाडि गएर त्यहाँ स्विडेट गर्नु पऱ्यो भ्लग सब अनि फोटोसोटोहरू खासै राम्ररी हेरेको छैन कि ल्यान्ड चित्या मात्र छ त्यहाँ हेरेर पुरै अनि हामी चाहिँ अनि कोठा जान्छौँ फेरि कोठा गएर चाहिँ डाइरेक्ट अब त्यहाँ एक ठाउँमा बस्छ त्यहाँ भेटौँला त्यहाँ खान अनि त्यसपछि अनि कुरा गरौँ है त अहिले चाहिँ ठ्याक्क हामी चाहिँ अहिले यहाँ होटल यहाँ एउटा चिया खानु रोकेको छ हामी होटलमा यस्तो कम्मर दुखाएको मामा धेरै नै भएर होइन अनि लास्ट डे रमाइलो भएको चाहिँ यस्तो तालले हिँड्दैन थिएन खास चाहिँ हामी अब बिस्तारै भ्लग चाहिँ म कन्टिन्यू हालिरहन्छु अब समय मिलाएन यसरी घुमेर हिँड्ने अनि त्यही कारणले गर्दा नि मिलाएन अब हामीले चाहिँ कन्टिन्यू हाल्छ भ्लग त्यही हो आज चाहिँ अब यही भन्दै थियो अब बिदा गर्नु पऱ्यो होला होइन अब ममा चार्ज पनि छैन अब नेक्स्ट अर्को भ्लगमा भेटौँला बाई बाई ल जाना मेरे सवालों का मंजर तू हाँ मैं सूखा सा सारा समंदर तू हाँ गुलाबी सी सुर्खी जो दिख